मान्छेलाई थाहा छैन तपाई त्यतिकै भिडियो बनाउनुहुन्छ के काम हो। हेलो गाइज, वेलकम बैक टू माई ब्लग। सो आई होप कि तपाईहरुलाई यो मेरो ब्लग राम्रो लाग्नेछ। अहिले चाहिँ हामीहरू रामग्राम स्तूपमा छौं। यहाँ कुनै काम ल्याएको थियौं अनि सोच्यौं कि यसो यहाँ घुमिहालौं। अनि यहाँ आएर हामी म र दाइ घुमिसकेछौं, फोटो सोटो खिचाइसक्यौं। अनि यहाँ अहिले रुकेछौं। अहिले पनि यो अहिलेको भ्यू, अहिले त्यति खासै भिड छैन, तर जति मान्छे घुम्नेको भिड छ त्यो भन्दा बढी त्यहाँ क्यामेराम्यान दाइहरु हुनुहुन्छ। यहाँ अब म हेराउँदैछु तपाईलाई त्यो पुरा राउन्ड हानेर। रामग्राम स्तूपमा अब दिनमा मात्रै राम्रो भ्यू आइनेछ, न रातमा पनि त्यतिकै नै राम्रो भ्यू आइनेछ, किनभने यहाँ साइड साइडमा लाइटिङहरु लाग्न सुरु भइसकेको छ। अनि यो कहिलेसम्म लाग्छ त्यो त थाहा छैन, तर छिटै नै फाइनल भइहाल्छ। हेर्नुस्, यहाँ सबै लाइटिङ लाग्ने कामहरु भइरहेछ। म चाहिँ यहाँ धेरै सोचेर यो ब्लग सुरु गरेको छु, किनकि यहाँ यति धेरै हाम्रै उम्रका साथीहरु दाइहरु हुनुहुन्छ अनि उहाँहरुको बीचमा बोल्न अलि अप्ठ्यारो जस्तो लागिरहेछ मलाई। त्यही भएर यहाँ जहाँ भिड छैन, कोही पनि छैन, यहाँ मात्रै अंकल हुनुहुन्छ त्यो लाइटहरु लगाउने, यहाँ आएर बोलिरहेको छु। स्तूपमा पछि हामीलाई यो कुरा त थाहा भइसकेको छ कि यहाँको धार्मिक मूल्य मान्यता, धार्मिक इतिहासहरु कसैले थाहै छैन। मात्र यहाँ आउने, फोटो खिचाउने, भिडियो खिच्ने, टिकटक बनाउने मात्रै काम हुने रहेछ। अनि हेर्नुस्, जसले भिडियो बनाइरहेछ उलाई थाहा छैन, उलाई भिडियो बना। अनि यहाँ अब हुनुहुन्छ हजुर नै बताइदिनुस् कि अलिअलि थाहा थियो। म काममा बिजी छु, हेर्नु भएको छैन तपाईले। जब थाहा छैन त्यहाँ होर्डिङ बोर्ड छले गएर हेर्नु पहिला कहाँ छन्, के हो बल्ल भिडियो बनाउने र हाल्ने हो नि। आफूलाई जानकारी छैन, तपाईले जसरी गरिरहेको छौं हामी पनि आएर त्यही हेरेर छौं। के सिक्छौं हामी? आफू नेलज गरेर बल्ल हाला के हो। जब आफूलाई थाहा छैन अरूलाई के हाल्ने। त्यो बोर्ड कहाँ छ भन्दा पहिला आफै सक्षम हुनुपर्छ। मेरो भाइ भनाइको कुरा गलत नमानै। नाइ, हजुरको भनाइ गल्ती होइन। हामी पनि यहाँ आएर दाइहरुलाई हेरेछौं, जसरी गर्नुभएको छ हामी पनि त्यस्तै गर्छौं। त्यहाँ अगाडि बोर्ड लेखेछ, गएर पढ्नु बल्ल यो यस्तो चीज हो भन्नुहोस्। मान्छेलाई थाहा छैन तपाई त्यतिकै भिडियो बनाउनुहुन्छ के काम हो। अब हामीले कहाँ पहिलो चोटि आछौं, हामीले कसरी थाहा हुन्छ? पहिलो चोटि आउनु भयो, नलेज लिनु न पहिला। त्यहाँ गएर हेर्नुस् के रहेछ के नै, भिडियो बनाउने हो नि त। अरू आम जनता सामाजिक सञ्जाल यसको लागि हाइलाइट गर्ने हो। जब आफूलाई थाहा छैन के हाइलाइट गर्ने हो कि नै भन त भाइ। नै सही हो। त्यो बोर्ड कहाँ छ? एकचोटि अगाडि जहाँ इन्टर गर्नु भयो नि त्यतिर। भिडियो बनाउँदाखेरि यहाँको अंकलले राम्रै कुरा भन्नुभयो कि हामीलाई पनि यहाँको इतिहासको बारेमा केही थाहा छैन। अनि उहाँले नै हामीलाई बताउनु भयो कि बाहिरपट्टि एउटा बोर्ड छ, जुन बोर्ड यहाँ रहेको छ। अनि यसमा सायद के कुराहरु लेखेका छन्। अनि यो बोर्ड पनि यस्तो ठाउँमा छ कि कसैको ध्यान पनि जाँदैन होला। हाम्रो पनि ध्यान गर्ने कि यहाँ कुनै बोर्ड छ भनेर। अनि बोर्ड पनि अति इन्ट्रेस्टिङ हुनु पर्यो कि मान्छेले हेर्न मन लागोस्। सायद त्यही भएर कुनै साथीहरूले यस बोर्डलाई ध्यान दिनुहुन्न। तर अबदेखि आउँदाखेरि हजुरहरूले यहाँ बोर्डलाई ध्यान दिनु होला। यो इन्टर हुँदाखेरि यस्तो साइडमा छ यहाँ। अनि यहाँ हामीले के कुराहरु पढ्यौं। यहाँ सबभन्दा यसको महत्वपूर्ण ठाउँ भनेको यो स्तूप रहेको छ, जुन कि लगभग 10 मिटर अग्लो रहेको छ र यसको व्यास 23.5 मिटर रहेको छ। अब हामी चाहिँ जान्छौं जहाँ हामी पाली आएछौं, पाली मन्दिर। अनि त्यहीबाट हामी यहाँ घुम्नको लागि आयौं कि एकछिन जाम त्यहाँ घुमेर आइहालौं। अब चाहिँ त्यहाँ जान्छौं। अनि आजको ब्लग चाहिँ यही इन्ड हुन्छ। सो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला।